कति बज्यो 1 बज्यो ओइ माछा अब दाइले चाहिँ माछा दिएको आज बिहान मार्न गएर समुद्रमा माछा खतरा खतरा भोलि बनाएर खानुपर्छ रातिको 1 बजेको छ ड्युटीबाट भर्खरै आएको छ फ्रिजमा राख्नुपर्छ यसलाई भोलि बिहान खानुपर्छ कलाएर बिहानको 7:30 बजेको छ मुनि यसो फ्रेस भइसक्यो मुनि जानु पर्यो अनि मसला ल्याउनु पर्यो अनि जिल्लाको माछालाई फ्राई गर्नु पर्यो मसला मोलेर बेलुका चाहिँ करी खानुपर्छ फाइजलको भित्र जेनेरेल बिदा आज बिदादेखि निन्द्रै लागेन आज घरमा कल गर्नु पऱ्यो सबलाई कल गर्दै खाना बनाउनु पऱ्यो सामान किनेर नि ल्याइयो अब मसला मोलेर छोडिदिनु पऱ्यो घरतिर कल गर्नु पऱ्यो सबैलाई फोन गर्नु पऱ्यो सबैलाई सम्झिनु पऱ्यो हेलो फुपू नमस्ते गेम पनि गऱ्यौँ फ्यामिली टाइम आज बिदा फुपू आज छुट्टी मेरो आज छुट्टी हो आज त उताबाट दाइहरूले माछा मारेर लिएर आएछ समुद्रबाट उतापट्टिको रुमको हामीसँग काम गर्ने दाइले हो नि त माछा मारेर ल्याएर दिएको मलाई एउटा माछा दिएको कि हो नि त एक हातभन्दा लामो पुरै हात यत्रो उनीहरूमा समुद्रमा माछा मार्न गएर रहेछ त्यताबाट लिएर आएर रहेछ अनि मलाई दिएको अब बनाएर राख्ने हेलो शान्तिलाई देखाइदिउँ यार हाम्रो माछा शान्तिलाई देखाइदिउँ न माछा फ्रेसमा हिजो भर्खरै लिएर आयो त्यो दाइहरूले मारै लिएर आएको आज मलाई दिएको एउटा कहिले टाउको दुख्ने कहिले ज्यान दुख्ने फुपू भैँसी बेच्दिनु पऱ्यो के भएन भैँसी बेच्दिनु पऱ्यो के फुपू त नि झ्याउ के भने मान्दैन मसला पनि रेडी भइसक्यो अब एकछिन यो भाइ फ्रिजमा राखिदिनु पऱ्यो अब के गर्नु झारे भएको भए झारेले गरिदिन्थ्यो बिचरा सबै कुरा अब यहाँ झारै छैन के गर्नु झारू मदन भाइ के गर्नु जलकपुर पाइन्न लडिन्छ अब म तेल
तारेर हाम्रो गाना लाग्छ है मस्त तारेर तेल मस्त तारेर यहाँ राखेर जानुपर्छ सिसातिर यस्तो भएको छ त्यो फ्रिजमा राखिदिएको अब यसलाई फ्राई गरेर भरे चाहिँ खानुपर्छ तपाईँले देख्न सक्नुहुन्छ मस्त तातो अर्को लडको लागि गर्नु पऱ्यो त्यतिसम्म चाहिँ फ्रिजहरू हल्का सफा गर्नु पऱ्यो ग्रेभी बनाउनु पर्छ cooking with Sachin kurang lara jam malah ada barang pori pada kori Mano, dia assim. Saya अब हाम्रो ग्रेभी के रेडी भइसक्यो खाना पाक्दै हो अब यसमा हामीले मिसाउनु पर्छ फिस फ्राई गरेको छ फ्राई गरेको फिस यसमा हाल्नु माछी मछली फ्राई गरेर मछलीलाई यसरी हालेपछि फ्राई गरेको माछालाई यसरी हालेपछि ढक्क लगाएर चलाउनु पर्यो त्यसपछि गएर चला पाक्दै हो त्यसपछि हुन्छ रेडी खाइदिनु भात खाइदिए टेस्ट अच्छा है ना भाईजान टेस्ट अच्छा है तो कांटे बहुत है ना वही मुश्किल है ना हाँ अगर मेरा कहीं है मैं कढ़ाई इसमें डाल दे यार उन्होंने एक रात लग जाएगा यार ये खाते खाते यार ज़्यादा कांटे है यार इसके तो बाहर भी कांटे आगे भी कांटे है मैंने उतना कांटे निकाल दिया था यार फिर भी देख यस्तो माछा खानुहुन्न यार एउटा काँटा यार आमा दाइले दिन दियो खाइदिउँ त भने खाएको आमा टेस्ट अच्छा आ रहा है पर काँटा अच्छा है पर काँटा बहुत काँटा मैं के हाथ क्या बना या तुम कोड़ना असने गाड़ तक क्या बना
यति भइसक्यो ये सैंड बना स्टाइल हाल्नु लाग्यो यार ट्राउट है कौन ये हम्म मैंने सोचा फिश का नाम ट्राउट है ना चैनल ट्राउट फिश उसमें ज़्यादा नहीं होते हैं ओके छ त भाइ छ त